आउनुहोस् आज एक झुप्पा फूलको चित्र बनाऊ। सर्वप्रथम बीचमा एउटा ठूलो फूल बनाऊ। यसको लागि बीचमा एउटा गोलो बनाएर वरिपरि बराबर साइजका फूलका पत्तीहरू बनाऊ र यसलाई दुईवटा पात हालिदेऊ। त्यसैगरी यसका साना फूलहरू पनि दुईवटा हामी यसरी बनाउँदै छौं र दुवैमा दुई दुईवटा पात हाल्न सकिन्छ। यसपछि रङ लगाऊ। पहिलो फूलमा हामीले पहेँलो रङ लगाएका छौं सर्वप्रथम भने हामीले अरु फूलहरुमा अन्य कलरहरु गर्दै यसमा हामीले पिंक लगायौं र यसमा हामीले नीलो प्रयोग गर्दै छौं, आकाशे नीलो। यसलाई अझ राम्रो बनाउनलाई यसका घेराहरू र बीचबाट केही छायाहरू दिनुपर्छ। यसैगरी पहेँलो फूलको लागि पनि हल्का सुन्तला रङले बीचबाट छाया दिदैछौं। यसले फूलको गहिराई देखाउन सजिलो हुन्छ। हामीले पिंकलाई पनि रातोले यसैगरी बीचबाट छाया दिन्छौं र त्यसैगरी नपुगेको नीलोलाई पनि दियौं। अब हामी पातको पालो। पातमा पहिला पहेँलो लगाउनुहोस्। पहेँलो पछाडिबाट हल्का हरियो यसैगरी लगाउनु होला। अब गाढा हरियो लिएर पातको दुई भाग छुट्याउनुहोस् र यसमा आधा भागमा आधा उज्यालो र आधा अँध्यारो हुने गरी यसैगरी बनाउँदा पातलाई अझ जीवन्त बनाउन सकिन्छ। यसैगरी गाढा हरियोले यसरी केही डाँठहरू पातहरू थप्दै जानु होला र नपुगेको गाढा अझ हामीले फूललाई अझ गाढा सुन्तला रङले फेरि यसलाई आउटलाइन तथा भित्रबाट छाया थप्दै छौं। यसलाई प्रष्ट देखाउन ड्राइङ पेनले हामीले यसलाई लाइन दिदै छौं जसले यो चित्र अझ प्रष्ट देखिन्छ। यसरी गर्दा पातका नसाहरू देखाउन सकिन्छ भने डाँठहरू पनि भयो। त्यस्तैगरी फूलको भित्री भागहरूमा पनि यसलाई अझ गाढा गर्नको लागि ड्राइङ पेनको प्रयोग गर्न सकिन्छ। हेर्नुस् त यसरी प्रयोग गर्दा चित्र अझ प्रष्ट हुँदै जान्छ। यसको गहिराई देखाउन र यसलाई अझ जीवन्त बनाउन हामीले केही रङहरू यहाँ थप्दै छौं। यसरी हरियो पहेँलो रङहरू यसरी थप्दै जान्छौं र यसैगरी यसको पछाडिको भागमा पनि छाया देखाउनका लागि हल्का कालो रङले यसलाई अझ गाढा गर्दै छौं। विशेष गरी पेन्सिल कलरमा ड्राइङको कलर फिक्का हुने हुनाले यसरी हामीले गाढा गर्न सकिन्छ। धन्यवाद।